ग्रीसको बारेमा केही इन्फर्मेसनहरू लिएर आएको छु। गभर्मेन्ट युनिभर्सिटिजहरूमा अहिले एप्लिकेसनहरू अनगोइङ छ, एकदमै एफोर्डेबल ट्युसन फी। आजको यो भिडियोमा चाहिँ मैले तपाईँहरूलाई ग्रीसको बारेमा केही इन्फर्मेसनहरू लिएर आएको छु। यदि तपाईँहरूले ग्रीसमा गएर पढ्न जाने सोचिराख्नु भएको छ भने हामीसँग ग्रीसको गभर्मेन्ट युनिभर्सिटी, किनकि ग्रीसमा जम्मा 24 युनिभर्सिटी छ, त्यसमा पनि हामीसँग चाहिँ गभर्मेन्ट युनिभर्सिटिजहरूमा अहिले एप्लिकेसनहरू अनगोइङ छ। र यदि तपाईँहरूले ब्याचलर अफ इन्जिनियरिङ इन आर्टिफिसियल इन्टेलिजेन्स र डाटा साइन्स अथवा BBA अहिले चाहिँ हामीले अप्लाई गर्ने युनिभर्सिटीमा चाहिँ ब्याचलर्सको मात्र प्रोग्राम छ। यदि पढ्न जान चाहनुहुन्छ भने एकदमै एफोर्डेबल ट्युसन फी छ, किनकि जस्ट 6000 युरोमा तपाईँले पढ्न सक्नुहुन्छ। र ग्रीसमा तपाईँलाई 20 आवर्सको वर्क राइट पनि छ। र ग्रीस चाहिँ अरू युरोपियन डेस्टिनेसन भन्दा तपाईँको लिभिङ एक्सपेन्सेसमा एकदमै कम, एकदम लगभग तपाईँको अराउन्ड 400 to 500 युरोमा तपाईँले आफ्नो लिभिङ एक्सपेन्सेस पनि कभर गर्न सक्नुहुन्छ। यदि अझ तपाईँ सेयरिङमा बस्नुहुन्छ भने अझ त्योभन्दा कम कस्टमा पनि तपाईँहरूले आफ्नो लिभिङ एक्सपेन्सेस म्यानेज गर्न सक्नुहुन्छ। यदि तपाईँको आइएल्समा 5.5 र पीटीमा यदि 48 छ भने पनि तपाईँले अप्लाई गर्न सक्नुहुन्छ। र GPA 2.50 GPA छ भने पनि अप्लाई गर्न सक्नुहुन्छ। सो ग्यापहरू छ भने पनि खासै त्यति ठुलो प्रब्लम हुँदैन, तर एकदमै लङ ग्यापले चाहिँ अप्लाई नगर्नु होला। एकदमै एफोर्डेबल ट्युसन फी र त्यसपछि एकदमै स्टुडेन्टहरूको लागि चाहिँ एकदमै राम्रो युनिभर्सिटी, किनकि गभर्मेन्ट युनिभर्सिटी र ग्रीसका युनिभर्सिटीहरू प्रायः सबै वर्ल्डको ऱ्याङ्किङ युनिभर्सिटिजहरूमा आउँछन्। सो अझ तपाईँहरूलाई ग्रीसको बारेमा फर्दर डिटेल इन्फर्मेसन चाहिन्छ भने IDB ग्लोबल भिजिट गर्नु होला। थ्याङ्क यू।